नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन बक्री कस्तो आशा आयो भने दिमागमा धेरै स्ट्रेस भइसक्यो क्या एकदमै कसले पोलिटिक्स खेल्छ कसले के खेल्छ होइन आफूले देश मात्र बनाउन इच्छा छ आफूले अरू कुरा केही इच्छै छैन ओहो बा ल बधाई छ है जितेकोमा नमस्कार महावीर बा ल बधाई छ है जितेकोमा बधाई छ बस्दैन नै बस्दैन हामी यस्तो मात्र गरिरहेको थियौँ त्यस्तो यस्तो भइसकेछ अनि पावा पचार यस्तो भयो भोट केमा हाल्यो प्रकाशमा कसरी हालेको फुत्त सागर बसन्ते किस्ने तेरो दाई मन्त्री भएको छ नडराओ केटा नडराओ तेरो दाई मन्त्री भएको छ चुनाव त जितिसक्नु भएको थियो फेरि किताब बेच्ने पनि आइपुग्नु किन हो देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले पुस्तकको बेलामा पुस्तक बेचेको नीति नियम बनाउने बेलै भएको छैन अहिले अब संसदै बसेको छैन अधिवेशनै बसेको छैन त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने सबको नमस्कार मैं बोलता नहीं करके दिखाता हूँ शिवाजी के अधूरे छोड़े सारे नेक कामों को और भी आगे ले जाना अब मेरी जिम्मेदारी है पूरे देश में किसी को कोई भी समस्या हो तो मुझ तक पहुंचाइए मैं देखूंगा तपाईँ स्पष्ट भनिदिनुहोस् तपाईँलाई बुझ्न किन सकेनन् जनताले मलाई माया गरेछ यो चुनावमा टेक्निकल कुरा हो म त्यति जान चाहन्न मतमा त देखिएन नि होइन जनताले मलाई माया गरेछ यसपालि नेताहरूले होइन जनताहरूले गठबन्धन गरेका रहेछन् सबका सब पुरानालाई हराइदिने पछाडिदिने लखेटिदिने गठबन्धन तपाईँको सबभन्दा प्रिय साथीको मेयरमा क्या मेयरहरूमा हाम्रो बालन सर श्री बाबु मर्छन् रेणु दाल र बालन शर्मा मनपर्छ मलाई मेरो बेस्ट फ्रेन्ड नै उहाँ हो त अहिले चुनाव पछाडि त मै हो प्रधानमन्त्री तपाईँ हो प्रधानमन्त्री फागुन 21 गतिको निर्वाचन पछि प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालन शाह त्यस्ता मुला